त्यो सदस्यता भनेको हाम्रो 1 वर्षका लागि हुन्छ। त्यसलाई हरेक वर्ष चाहिँ नवीकरण गर्नुपर्छ। यो 1 वर्ष। म्यामले कुरा भयो नि थोरै यसलाई क्लियरिफाई के गरौँ भने हजुरको स्कुलमा जुरेस गठन छ त्यसले संस्था बाँड्ने भयो क्या अब कस्तो हुने सर अब यो बारे हामीलाई थाहा थिएन हैन अब यहाँ पास छोड्नु अनि हाम्रो अहिले कति जनाको छ भने 25 जनाको ठिक छ समिति छ ठिक छ अब के गर्ने त्यो 25 जनाले सदस्यलाई बाँड्छ जस्तो अघि जिल्ला समिति अनुसार गरेको बोलाउनु हो 25 जनाको समिति बनाउनु हो। हजुरले भने बनाउनु पर्ने 11 जनाको 11 जना बनाउनु भन्दा पहिले प्रक्रिया के गर्नुपर्ने रहेछ भने न्यूनतम 51 जना सदस्य तपाईले बनाउनु पर्ने रहेछ। यदि जुरेस गठन भएकै छैन भने मैले के भने सरहरुलाई त्यो जुनियर सरहरु थिएन पहिला म जानु उहाँहरुलाई के भने 51 जनालाई सदस्यता वितरण गर्नुस् है, शुल्क उठाउनुस्। त्यो सदस्यता वितरण भनेको पैसा उठाउनु, त्यो पनि न्यूनतम भन्ने न्यूनतम सबै 51 जनालाई एक ठाउँमा भेला गर्नुस् है। त्यो 51 जनाबाट 11 जनाको समिति चयन गर्दैछु भनेको के एकैछिनलाई है हजुर एकैछिनलाई सधैँ भनिसक्नु भयो त नपुग 50 का 50 हुन्छ भन्ने पनि छैन। जति हुन्छन् 15 जना भए 15 जनाबाट 11 जनाको समिति बनाउनुस्। त्यो विद्यालयमा त्यो विद्यार्थी संख्या छैन भने हकमा मात्रै हो है। फेरि विद्यार्थी चाहिँ 300 जना छन्, हामी त 25 जनाकै सदस्यता वितरण गरेर 11 सदस्यीय समिति बनाउँछ भन्न पाइदैन। आधारभूत तहमा नहुन सक्छ। आधारभूत तहमा कुनै विद्यालय 40 जना विद्यार्थी 25 जना सदस्य वितरण गरेर 11 जना समिति बनाउँछ भन्दा त्यो भ्यालिडै भएन। मिलेन। त्यो त मिल्दैन। अप्सन एन्ड क्लियर के भने विद्यालय